तपाईहरु यो देख्दै हुनुहुन्छ नि यो कटिङ बोर्ड चाहिँ एउटा असल प्रकारले एउटा अर्ग्यानिक एउटा आफ्नो यो घरको काठ हो यो है। यो आफ्नो जमिनबाट यसरी काटेर बनाएको है असल रुखपातको कटिङ बोर्ड हो है। यसरी तपाईहरु पनि बनाएर घरमै आफ्नो भान्सामा है भान्साको कार्यहरुमा चलाउने कटिङ बोर्ड तपाईले आफ्नै हातले पनि बनाउन सकिन्छ। हेर्नुस् यो कुनै बजारको प्लास्टिकको बनावट होइन, यो घरको एउटा अर्ग्यानिक प्रकारले यो कटिङ बोर्ड पनि तपाईलाई साझा राखेको छु। एकदमै यसको रूप आकार एकदमै ठुलो छ है र तपाईलाई कटिङ गर्दाखेरि है सब्जी केलाउँदा प्याजहरु केलाउँदा है खोर्सानीहरु काट्दाखेरि लसुनहरु केलाउँदा सबै प्रकारको सुविस्ता छ। एकदम ठुलो आकारको यो कटिङ बोर्ड छ र तपाईहरु पनि तपाईको आफ्नो भान्सामा सुविस्ता राख्नको निम्ति परिवारलाई सुविस्ता दिनको निम्ति यसरी यो कटिङ बोर्ड तपाईले घरमै बनाउन सकिन्छ। यो लाइफ टाइम पनि हो है, तपाईको धेरै वर्षसम्म धेरै दिनसम्म भान्सामा है लास्टिङ भएर बस्ने यो कटिङ बोर्ड हो। कुनै यो प्लास्टिकको होइन, बजारमा किन्दाखेरि तपाईहरुलाई थुप्रो पैसाहरु जान्छ है, रुपैयाँ पैसा खर्च हुन्छ। र तपाईले चाहेको भनी जस्तो कटिङ बोर्डहरु तपाईको भान्सा घरमा आउन सक्दैन। तपाई आफै बनाउनुहोस् है कटिङ बोर्ड। हेर्नुहोस् यो कति राम्रो यसरी काटेर यो कट गरेर कटिङ है, यो प्याज पनि कोपीको व्यवस्थाहरु काटेर है यति थाक छ। एकै तालमा तपाईले कटिङ गर्दै एक साइडमा पन्चाउँदै राख्न सकिन्छ। अब आयो धनिया पत्ता, यसरी तपाईले एकै साथमा यो कटिङ बोर्डमा धनिया पत्ता भयो, यो जिन्जर यसरी सबै तपाईले एकै मुठमा यहाँ काम गर्न सकिन्छ र तपाईलाई भान्सामा एकदम सुविस्ता छ। मोमो बनाएर खानु भयो भने, रोटी पोलेर खानु भयो भने है, आटा गुन्दा सम्पूर्ण कार्यहरु भान्साको कार्य गर्दा तपाईलाई सुविस्ता छ। र हेर्दै जानुस् आजको उपहारले दिएको यो साझा गरेको तपाईहरुलाई शेयर गरेको र तपाईलाई राख्दै जाने छु। हेर्दै जानुस् तपाईहरु सबै कुरोको व्यवस्थाहरु हुँदैछ यहाँ।